गाइज म चाहिँ हैन फाइनली आइसकेको छु यहाँ सबै जङ्गलैभरि मान्छे छ है। Hello everyone, it's Manraj Vlogs. So you guys are fine. Once again welcome back to my channel. Hope सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु हैन। फेरि आज पनि नयाँ भ्लग लिएर आइसकेको छु। अनि आजको भ्लगमा चाहिँ के गर्ने भनेर चाहिँ थम्बनेलमै देखिसक्नु होला हैन। टक्कसँगले आज चाहिँ हाम्रो राईहरुको चाहिँ महान चाड अनि म पनि आज चाहिँ एकदमै एक्साइटेड छु हैन। त्यही हो अनि यहाँ सबैजनालाई यहाँहरु सबैजनालाई चाहिँ सम्पूर्णलाई चाहिँ बुद्ध जयन्ती र उभौली पर्वको चाहिँ एकदमै शुभकामना मेरो तर्फबाट। सो आज चाहिँ ढिला नगरिकन चाहिँ टक्कसँगले अब त्यहाँको चलको हेर्दिम है। आज चाहिँ टुडी खेल जान्छु म चाहिँ सिधै यहाँबाट चाहिँ हो है। त्यही हो त्यही गरे भेटौँला। लेट्स गो। सो हेलो एन्ड नमस्ते है फेरि पनि तपाईहरुलाई। अनि टक्कसँगले हैन आज चाहिँ म टक्कसँग निक्लिसकेको छु। अनि आज दिन पनि एकदम पर्फेक्ट छ हैन। एक हप्ता 1 विकै पर्यो होला यहाँ चाहिँ पानी झन्डै हैन नन स्टप पर्या थियो। सो आज चाहिँ टक्कसँगले घाम पनि आजको दिन चाहिँ एकदम बवाल छ। सो त्यहाँ पनि बवालै हुनेवाला छ हैन टुडी खेलमा पनि। अनि त्यही हो आज मलाई पनि अब त्यति धेरै चाहिँ उ थाहा थिएन क्या। अब आज सन्डे हो भनेर मैले पनि बिहान 81 थपाएँ पोस्टहरू यताउतामा अनि हेरेर। अनि त्यो भएर लन त पहिला म 2014 तिर बस्दा काठमाडौँ बस्दाखेरि गएको थिएँ क्या एकचोटि लास्टै ठुलो भएको थियो है त्यतिखेर नि। सो अनि आज पनि मलाई टक्कसँग त्यो याद आयो। अनि जम्न त आज टक्कसँगले यसो कन्टेन्ट पनि हुने भनेर टक्कसँग निक्लिदिएको छु। सो आज बबालै हुन्छ होला गाइज है। लास्टसम्म हेरिदिनु होला भिडियो चाहिँ। सो यहाँ चाहिँ आज पूर्णिमाकै दिन चाहिँ अनि साकेला हुँदो रहेछ। अनि उतातिर चाहिँ हाम्रोतिर चाहिँ भोलि हुन्छ क्या पूर्णिमाको भोलिपल्ट चाहिँ हुन्छ टक्कसँगले। अनि त्यही हो उहाँ चाहिँ अब यसो मेलाहरू लाग्छ हाट बजारहरू लाग्छ लास्टै मिस गरिरहेको छ त्यो पनि होइन बवाल हुन्छ यार जे जस्तो भने गाउँघरको भाइस पनि छुट्टै हुन्छ है। अनि त्यही हो यहाँ चाहिँ अब जाँदा गएको हो पहिला पनि भने फर्स्ट टाइम चाहिँ होइन मेरो पनि। सो यहाँ पनि रमाइलो चाहिँ रमाइलो हुन्छ तर गाउँ जतिको त्यति नहोला भन्ने कुरो हो क्या। केही छैन र पनि यसो रमाइलो मनाइदिने हो गएर टक्कसँगले होइन। राइट गाइज अहिले चाहिँ म चाहिँ यहाँ लगन खेल आइपुगेको छु। अनि अब रथ त यहाँ ल्याइरहेछ यार अस्तिको रथ त यहाँ ल्याइरहेछ है गाइज। भने सही छ यार यो जाक्रान्डा भन्ने फुल है गाइज। भने बवाल लगाएर छ अहिले भाइरल छ यो फुल। जाम सुरु भइगयो गाइज फेरि पनि यारमा जाम जाम जाम। अनि धेरै दिनपछि चाहिँ होइन वेदर खुलेकोले वेदर पनि क्या कुल छ क्या। आज चाहिँ टक्कसँगले सफा फ्रेस वेदर छ। अनि दामी घाम पनि लागिरहेछ है। एक हप्तै भयो क्या पानी परे पनि। अनि त्यही भएर पनि हो है आज चाहिँ दामी खुलिरहेछ चिसो चिसो हल्का तातो तातो त्यति धेरै गर्मी छैन क्या। नत्र कहिले काहीँ अस्ति पानी नपरिन्जेल त फेरि ओभरै गर्मी थियो। अनि धुवा धुलो त्यही हो काठमाडौँ भइहाल्थ्यो थियो होइन। सो आज हिजोसम्म पानी परेकोले आज चाहिँ त्यति धुवा धुलो पनि छैन क्या उडाएको छैन जस बवाल छ आज वेदर। सो गाइज अनि है आज साकेला टक्कसँगले 15 दिनसम्म आजबाट चाहिँ 15 दिनसम्म चाहिँ नाच्ने गर्छ होइन। अनि भोगाले नाच्छ जस ठाउँ ठाउँमा अब जहाँ जहाँ छ राईको बस्ती समुदायहरू टक्कसँगले होइन त्यहाँ चाहिँ त्यस्तो मजाले नाच्ने गर्छ क्या मिलाएर टक्कसँगले। अनि त्यही हो अब नयाँ बालीहरूलाई हुन्छ बाली सब्रोस् भनेर होइन। अनि सबै जीव जन्तु प्राणीहरूमा चाहिँ होइन शान्ति छाओस् है। अनि त्यो भनेर चाहिँ टक्कसँगले त्यो कामना गर्दै मान्छेहरू चाहिँ होइन ठाउँ ठाउँ नाच्ने गर्छ। यस रमाइलो हुन्छ गाइज है। अब यहाँ चाहिँ आज गर्दो रहेछ मलाई त थाहा थिएन क्या। हाम्रोतिर चाहिँ अब भोलिबाट चाहिँ स्टार्ट हुन्छ हाम्रोतिर चाहिँ उता खाँदबारतिर चाहिँ सङ्घसभातिर चाहिँ। सो त्यही हो अनि हेरौँ आज कस्तो हुन्छ है। म चाहिँ होइन फाइनली आइसकेको छु यहाँ घन्टाघर एरियातिर चाहिँ। अब यो भित्र कसरी जाने अनि कहाँ पार्किङ गर्ने होइन टक्कसँग त्यो हेर्नुपर्ने हुन्छ मैले चाहिँ। टक्कसँग जाक्रान्डा फुल गाइज दामी छैन स्प्रिङ सिजनको यो भाइब्स चाहिँ अति बवाल लाग्छ यार मलाई। सो हामी जानुपर्ने चाहिँ यता भित्र हो होइन खोइ मान्छे छैन यार के हो म झुक्यो क्या स्क्याम भयो क्या बहुत छँदै छैन भने। राइट गाइज है अनि आज चाहिँ म स्क्याम जस्तै भयो भनौँ न। टक्कसँगले उता टुडी खेलतिर गएको टुडी खेलतिर चाहिँ आज होइन छ होइन। अनि यता गोकर्ण साइडतिर आइरहेको छु म चाहिँ। अनि गोकर्ण साइड अब गोकर्ण जाँदैछु भनौँ न। गोकर्णमा गएर चाहिँ टक्कसँगले हेर्ने होइन चलपल कस्तो छ। सो अहिले चाहिँ म यहाँ चाबेल एरियामा हो। ल गाइज फाइनली हामी चाहिँ होइन गोकर्णेश्वर आइपुगेछ है टक्कसँगले।
अब हेर्नुपर्छ भित्र गएर चलपलहरू त्यो जङ्गलतिर होला होइन सबै नाच्ने ठाउँहरू चाहिँ मान्छेहरू नाचिरहेको होला यो माथितिर जङ्गलतिरै नाच्छ पहिला एकचोटि मैले पनि देखाएको थिएँ त्यो जाउँ लेट्स गो त्यहीँ गएर हेरौँ है त अब सिधै गएर आम्मा यार बाटो त मायाको डक्स अब चाहिँ फाइनली होइन टक्कसँगले सुरु भयो जस्तो लाग्नु थाल्यो अब चाहिँ होइन चण्डी निक्लो त ल गाइज फाइनली हामी चाहिँ आइसकेको छौँ अब यसो हेर्दै जानुपर्छ चलपल कस्तो छ मेरो भान्जा पनि छ भान्जा आएको थियो टक्कसँगले जाउँ न अब अगाडि हेर्दै ल तल रहेछ गाइज मेन नाच चाहिँ सही हो यहाँ बवाल मजा आउने भयो चाहिँ होइन सबै राम्रै छ है गाइस को मन पर्यो कमेन्ट लो है कमेन्ट आउनु सही हो जङ्गलै भरि छ गाइस जङ्गलै भरि सो गाइस सबै जङ्गलै भरि मान्छे छ है कति धेरै हो यता चाहिँ कति
गाइज अब सकिन पनि लाग्यो, चन्डे पनि रात पनि पर्न लाग्यो। सो अब हामी चाहिँ यहाँबाट निस्कन्छौँ पनि होइन, त्यही हो म र मेरो भान्जा निस्कने हो अब यहाँबाट चाहिँ। अनि भ्लग पनि हेरिहाल्नु भयो होला होइन, साकेला पनि अति बबालै भयो, जस सोचेभन्दा बबाल भयो भनौँ न, रमाइलै भयो। जस उता अब गएको भए अब टुडी खेलमा चाहिँ आज होइन छ, सो त्यता चाहिँ अब झुक्यो होइन। त्यो गाइज अब चाहिँ होइन भ्लगमा हेरिहाल्नु होला, के कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन। अब यहाँबाट चाहिँ हामी सिधै रुम जानुपर्ने हुन्छ। त्यही हो गाइज है त, सी अन नेक्स्ट भ्लग है त गाइज, नेक्स्ट भ्लगमा भेटौँ ल, बाई।